नमस्कार साथीहरू। के नेप्से सधैँ भदौ लागेपछि घट्ने हो त? तपाईँले सुन्नुभएकै होला साउनमा जहिले नि बजार बढ्छ र भदौमा चाहिँ जहिले नि घट्छ भन्ने सुन्नुभएको होला। आज हामी हिस्टोरिक डाटा अनुसार हेरौँ, नेप्सेको चार्ट अनुसार हेरौँ। यो भदौ महिनामा चाहिँ बजार के भएको छ त? पास्ट 10 वर्षको हेरौँ हिस्ट्री। त्यो बेलामा के भएको छ यो भदौ महिनामा भनेर चाहिँ हेरौँ। हामीले अब यो चार्टमा चाहिँ जुन इङ्ग्लिस डेट हुन्छ त्यसमा चाहिँ अगस्ट महिनादेखि सुरु हुन्छ। यो अब हामीले जुन अगस्ट महिनाकै हेरौँ, यो चाहिँ 15 दिनको भए पनि अब अहिले अगस्ट लागेपछि रेड क्यान्डलै छ, रेड क्यान्डल देखिन्छ। लास्ट इयरमा हेऱ्यौँ भने हामीले जुन जुलाईमा बढेको थियो ग्रिन क्यान्डल एकदम राम्रो बढेको थियो। अगस्टमा चाहिँ 2924बाट सम्म पुगेको बजार घटेर 2750 मा आएर बन्द भएको थियो। र अर्को त्योभन्दा अगाडिको 2021 सालकोमा हेऱ्यौँ भने 21 सालमा पनि 3000 माथि पुगेको थियो बजार, पछि घटेर 2650 सम्म आएको थियो र पछि 2750 मा बन्द भएको थियो। यसमा पनि घटेकै थियो। र हामीले 2080 सालकोमा हेर्छौँ भने 80 सालकोमा पनि बजार घटेर 2100 को रेन्जबाट घटेर 1995 सम्म आएको थियो अब यो अगस्ट महिनामा। र त्यसपछि हेरौँ हामी 69 सालकोमा हेर्छौँ भने त्यो बेलामा पनि 2200 बाट बजार घटेर 1975 सम्म आएको थियो। र हामी त्योभन्दा अगाडिकोमा हेर्छौँ भने 78 सालको त्यो जुन त्यो बेला बुल चलिरहेको थियो, त्यो बेलामा पनि बजार बढेर जुन हाम्रो नेप्सेको अल टाइम हाई 3200 माथि पुगेर घटेर फेरि 2971 सम्म आएको थियो। र त्यसपछि हामीले हेर्छौँ भने जुन 2077 सालकोमा चाहिँ त्यो बेलामा चाहिँ ग्रिन क्यान्डल बनेको छ। जुन यो अगस्ट 1 देखि अगस्त 30 सम्मको क्यान्डल, मन्थली क्यान्डलमा चाहिँ त्यो बेला चाहिँ एउटा ग्रिन क्यान्डल बढेको छ। र त्योभन्दा अगाडिको हेर्छौँ 76 सालकोमा हेर्छौँ भने त्यो बेलामा पनि 1310 बाट घटेर 1247 तिर आएको देखिन्छ। त्योभन्दा अगाडिको पनि रेड क्यान्डल छ। र त्योभन्दा अगाडि जुन हामीले 2074 सालमा पनि रेड क्यान्डल देखिन्छ, त्यसमा पनि बजार घटेकै देखिन्छ। र त्योभन्दा अगाडि जुन बुल लागेको थियो 1848 समथिङ पुगेको थियो, त्यो बेला पनि बजार घटेर रेड क्यान्डलले बनाएको थियो। हामीले पास्ट 10 वर्षको हेर्छौँ भने चाहिँ 10 वर्षमा चाहिँ 9 वर्ष चाहिँ रेड क्यान्डलले बनाएको घटेकै देखियो र 1 वर्ष चाहिँ सामान्य बढेको देखियो। त्यो चाहिँ 1443 बाट 1480 सम्म पुगेको देखियो। यो चाहिँ जस नेप्सेको हिस्टोरी डाटाबाट मात्रै विश्लेषण गरिएको हो, यसमा अरू कुनै उ छैन हैन। हजुरहरूलाई के लाग्छ यो पालि चाहिँ यो नेप्सेको हिस्ट्रीको तोड्ला त नेप्सेले? यसपालि चाहिँ बढ्ला त? हजुरलाई के लाग्छ कमेन्ट गर्नु होला है त। यो जे होस् मैले घट्छ भनेर प्रिडिक्सन गर्न खोजे हैन कि नेप्सेको हिस्ट्री डाटा के छ भनेर मात्रै बुझाउन खोजे हो हैन। त्यही मात्रै हो। हजुरहरूलाई अन्यथा नलिनु होला। धन्यवाद।